बालेन्सा नेपालको प्रधानमन्त्री कहिले बन्ने हो? अहिलेसम्म त उहाँको कुनै अतोपतो नै लागिरहेको छैन कि कहिले उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, कहिले नेपालको प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुहुन्छ र कहिले हामी चाहिँ एउटा राहतको सास लिन्छौँ। भनेको मतलब यो हो कि चुनाव भएको र चुनावको नतिजा आएको धेरै दिन भयो, लगभग चुनावको नतिजा आएको 4-5 दिन भयो, तर अहिलेसम्म कुनै सुनवाई पनि भएको छैन कि कहिले चाहिँ बालेन्सा प्रधानमन्त्री बन्नुहुन्छ, कहिले शपथ ग्रहण गर्नुहुन्छ। के नेपालमा अहिले फेरि पनि कुनै अर्कै राजनीतिक भइरहेको छ कि हामी जुन चाहिँ बालेन्साको भरोसामा चाहिँ हामीले आफ्नो मत दिएका छौँ, भोट दिएका छौँ, के त्यो पनि खेर जान्छ? के बालेन्सालाई प्रधानमन्त्री नबनाउने षड्यन्त्र भइरहेको छ? यो सवाल अहिले हाम्रो मनमा धेरै चलिरहेको छ र चल्नु पनि पर्यो, किनभने हामीले बालेन्साको लागि भोट दिएका हौँ, तर अहिले पनि बालेन्सा प्रधानमन्त्री बन्ने त्यो चाहिँ अहिले कुनै न्युज नै आएको छैन र कहिले बन्नुहुन्छ त्यो पनि थाहा छैन। के साँच्चीकैमा बालेन र रवि बीच कुनै अर्कै षड्यन्त्र रचिरहेका छन् कि के कसो हो? यो कुराको चाहिँ स्पष्टता आउनु र हामीले चाँडै बालेन्सालाई नेपालको प्रधानमन्त्री हेर्न पाऊँ भने हामी आशा पनि गर्दछौँ।